किन राख्नु चाहिँ किन राखेको तैँले त सफा पनि गर्ने होइन फ्याँक्ने नै हो त यहाँले म यसको छोरा हो भने यो गद्दारको छोरा हो म भने यो नि लाउनु छ अरे छैन अहिले खाजा खानु निस्क्यो तँ नखा न त छिटो गएर आइज भनेको कस्तो खालको अटेरी केटा हौ तर बोला भइहाल्छ त म भनिहाल्छु भने आज आइतबार प्रायः यही दोकान बन्द हुन्छ पैसा दिनु मलाई कपाल काट्नु नि छैन दिनुहोस् ए म कहाँबाट ल्याउनु हिजो हाल्दैन 300 कति रुपियाँ काट्यो हेर ल मेरो फोनले 1000 रुपियाँ हाल्यो म 700 कति 100 रुपियाँ यसको कपाल काट्यो काट्यो त 600 अन्त 300 कति रुपियाँ काट्यो 400 भयो के को काट्यो कि हेर्दैन छैन गुगल पेमा पनि उयोहरू छैन उहीँभित्र टेबलमा चाहिँ पठाउँदै छ त लिइरहेछ किचनमा चाहिँ हेर्दै त म मेसेजहरू पनि केही आएको छैन Life is so यो न यो पनि सकिन टेक्चरहरू फेरि यो टेबलको पैसा पनि त्यो उयो हो त्यति नै त हो अरू छैन यो 70 रुपियाँ त होइन नि मेरोमै त्यही त बिहान मन्दिर गएँ नि त्यति बेला त्यति मात्रै हो त्यो 1000 रुपियाँको चाहिँ कि छैन मैले सफ्ट भइरहेको छु अन्त फेरि काटेको त मेसेज आउँछ नि त जस्तो यो काकाले हालिदिएको यो मैले दोकानमा तिरेको यो 1000मा तिरेको हो यो 2 त्यहाँदेखि तल त्यो पनि त्यहाँदेखि चाहिँ मैले जान्नु 300 कति रुपियाँ मात्रै छ मेसेज आउँछ नि त मलाई काट्यो अस्ति मैले एटिएमले काटेको 500 रुपियाँ त्यो पनि मेसेज त्यो म सक्ट भइरहेको छु के गर्नुपर्छ त चाहिँ जानु फोटोहरू त धुम्ने नै हुन्छ के फोटोहरू धुनु कपाल काट्ने थालेन नि हालिदिन्छ फेरि उयसमा त अहिले दिनु पर्दैन अरे पिटी ड्रेसको पनि आधी दिइसकेको छ 500 रुपियाँ बक्स कपाल काट्छु म पैसा हालिदिनु न त नगरिरह फेरि मार्छ के भरि त आमा खै काटिँदो रहेछ भने त्यस्तो
चिटरहरूको भनाइहरू खाइरहँदिनँ मलाई चिप लाग्छ नि हाल्थ्यो नुहाउँदैनस् आएर नुहाउने लुगा चाहिँ सबै खोलेर चाहिँ म धोइदिइहाल्छु 10 रुपियाँ लिएन हौ ल्याउनु उठ्ने कष्टहरू गर्नु हुँदैन बडाल कुरालहरू नगर्नु फोटो पठाएको नि उठेर के जोगी वा जोगी फोटो पठाउनु त तको फोटो पठाउनु फोटो आफ्नो पठाउनु नि
फेरि राम्रो लगाएर नजाला छोरा भनेर